यिनी हुन् किरण। अहिले यिनी आफ्नो प्रेमिकालाई भेट्न जाँदैछन्। आज बल्ल झरी थामिएको जस्तो छ। बिहानसम्म पानी पर्दै थियो। हुन त अझै आकाश खुलेको त छैन। त तिमी यहाँ छेउ। यिनी हुन् स्नेहा, किरणकी प्रेमिका। हेलो, कस्तो छ तिमीलाई? के भयो तिमीलाई? सिचुएसन गम्भीर देख्छु त। त्यो कारणले होला। आइएम सरी, म त्यस समय तिमीसँग थिएन। तर म खुसी छु, म तिम्रो सपना पूरा हुँदै गरेको देख्न सक्छु। तिमी किन माफी माग्छौ? मलाई थाहा छ तिम्रो मजबुरी। तिमीले पहिले नै मेरो लागि धेरै कुरा गरिसक्यौ। मलाई तिमी प्रति केही गुनासो छैन। गुनासो यो छ कि म अहिले धेरै टाढो र एक्लो महसुस गर्छु। मम्मी हेर्नु न मेरो बलुन। ओए रोक्न। बाबु नदौड, चोट लाग्ला। बिस्तारै बाबु। मेरो बलुन ओड्यो। छोड्यो बाबु। उडेको कुरालाई अब कसले नै रोक्न सक्छ र? पछि अर्को किन्दिउला। त्यसको साटोमा हेर तिम्रो लागि के छ मसँग। हेर चकलेट। हस् मम्मी, तर मलाई त त्यही बलुन चाहिएको थियो। सायद त्यो संसारको नियम नै होला। केही पाउँदा आफ्नो बहुमूल्य के गुमाउनु पर्ने। निराशको झरीले च्याप्पै समातेछ। आउने बेला च्याट जीपीटीसँग सोध्न पनि भुलेछु। हाउ टु मोटिभेट समवन। सोच किरण, सोच। आयो केही त। फेरि गयो। होइन, अब त आयो स्योर। एटलिस्ट सी वन्ट बी स्याड आशा गर्छु। निराश रहनु उनको लागि राम्रो हुँदैन। धेरै सोचले कपाल झर्छ रे। हेर, तिमीले पाएको यो बहुमूल्य उपहार र अवसर हो। यसलाई यसरी उदास भएर व्यर्थको हुन नदेऊ। तिमी खुसी रहेको नै तिम्रो परिवार र म देख्न चाहन्छु। किरण र स्नेहा बीच यहाँ के हुँदैछ? यिनीहरू को हुन्? किन स्नेहा निराश छिन्? यो प्रश्नको उत्तर जान्न उनीहरूको पहिलो भेट 3 वर्ष अगाडिबाट सुरु गर्नुपर्छ। कसले भनिदिन्छ हामीलाई यो भनेर चिन्ता लिनु भएको छ क्या? म छु नि भन्नको लागि। फ्ल्यासब्याक प्लिज। 3 वर्ष अगाडि साँझको समय थियो, जब आकाश धमिलो तुवालो लागेको जस्तै अस्पष्ट देखिन्थ्यो। त्यही धमिलो आकाश हेर्दा हेर्दै अचानक आकाशमा बिजुली चम्केको देख्न थालियो र ठुलो चट्यान परेको आवाज पनि सुन्न थालियो। सुरुमा त पानी सिमसिम पर्दै थियो अनि पैदल यात्रीहरू आफूलाई भिज्नबाट बचाउन नजिकैको छहारीतिर दगुर्दै थिए। पानी पर्नुभन्दा केही समय अगाडि स्नेहा पनि अरू मानिस जस्तै नै बाहिर गएकी थिइन्। उनको त्यो दिन बजार जानको उद्देश्य चाहिँ आफ्नी आमाको लागि जन्मदिनको उपहार किनिदिनु थियो। खोज्दै जाँदा एउटा पसलमा पहेँलो सुन रङको एक जोडी झुम्काले उनको ध्यान आकर्षण गर्यो। उनी जब त्यो झुम्का किनेर बाहिर आउँदै थिइन्, उनले घाम अस्ताउन लागेको अनुभव गरिन्। ओहो, ढिला भइसकेछ। आमाले चिन्ता गर्नुहोला भनी सोचेर स्नेहा आफ्नो घरतिर छिटो छिटो हिँड्न थालिन्। दुर्भाग्यवश आजको यो उनको लागि दिन बाधा बनेको थियो। अचानक पानी परेको कारण र सँगै चट्यानको आवाजको डरले गर्दा उनी सहरको नजिकैको छहारीमा अरू मानिसहरू जसरी नै ओत लाग्न गइन्। आज पानी थामिन्न जस्तो छ। यस्तै भयो भने यहीँ फसिन्छ भन्ने सोचले बिस्तारै ओत लागेका मानिसहरू घरतिर दक्कुर्दै जान थाले। घर जाने चाहना भए तापनि छाता पनि नभएको र घर पनि टाढा भएको कारणले स्नेहा डराउँदै भए पनि एक्लै बस्न बाध्य भइन् र त्यहाँ कोही पनि थिएन। उनले आफ्नो दुवै हातले आफ्नो शरीर र आमाको उपहार भएको सानो झोलालाई कसेर समातिन्। उनलाई अब अगाडि के गर्नु भनेर केही थाहा थिएन। त्यतिकैमा उनले पाइलाको आवाज सुनिन्। स्नेहाले पाइला आएकोतिर हेर्नको लागि आँखा उठाइन्। एकजना अज्ञात व्यक्ति आएको देखिन्।
अज्ञात मान्छे देखेपछि स्नेहाको मुटु डरले फुट्ला जस्तो गएर ढुक ढुक गर्न थाल्यो। उनले त्यो मान्छेसँग लुक्न आफ्नो टाउको तल झुकाइन्। उनी एकदम डराएर कामिरहेकी थिइन्, तर उनले त्यो डर सकेसम्म बाहिर नदेखाउन प्रयास गर्दै थिइन्। तर उनको आँखामा भनेको डर प्रत्यक्ष देखिएको थियो। त्यो अज्ञात व्यक्तिको हातमा एउटा छाता थियो जसले उसको अनुहार छेकेको थियो। ऊ अर्कै दिशातर्फ जाँदै थियो, तर अचानक एकछिन रोकिएर आफ्नो दिशा परिवर्तन गरेर ऊ त्यही झुपडीतिर हिँड्यो जहाँ स्नेहा एक्लै उभिएकी थिइन्। त्यो व्यक्ति बिस्तारै त्यही झुपडीमा गएर आफ्नो छाता राखेर आफू उभियो। स्नेहा चाहिँ त्यो व्यक्तिको यस्तो व्यवहार देखेर मूर्ति जस्तो कठोर भइन्, किनकि उनले अझै यो कुरा बुझेकी थिइनन् कि उसँग छाता भएर पनि किन त्यहाँ आएर उभिएको होला। तैपनि उनले त्यो प्रश्न सोध्ने हिम्मत जुटाउन सकिनन् अनि त्यो व्यक्तितिर हेर्दा पनि हेरिनन्। उनी मनमा नै यही प्रार्थना गर्दै थिइन् कि यो पानी एकछिनको लागि भए पनि रोकियोस् र उनी आफ्नो घर जान सकुन्, जहाँ उनी एकदम सुरक्षित हुने छिन्। केही समयपछि त्यो अज्ञात व्यक्ति आफ्नो पाइला झुपडीको बाहिर चाल्न थाल्यो। अब स्नेहाले आरामको सुत्केरा हालेर सास फेरिन्, तर उनको ध्यानमा एउटा वस्तु आउँछ, छाता। त्यो व्यक्तिले आफ्नो छाता त्यही छोडेछ। स्नेहाले तुरुन्तै त्यो व्यक्तिलाई बोलाउन माथि हेर्दा उनले ख्याल गरिन् कि त्यो व्यक्ति पानीमा भिज्दै उभिएर स्नेहालाई मन्द मुस्कान दिएको थियो। तब उनलाई त्यो अज्ञात व्यक्ति अज्ञात नै लागेन र उनको मनबाट अचानक डर नै हरायो। त्यो व्यक्तिले उसको छातातिर हेर्दै छाता तिमी नै लैजाऊ भनेर इसारा गर्यो। त्यसपछि ऊ त्यहाँबाट अँध्यारोसँग हरायो। स्नेहाले हतारमा त्यो छाता लिइन् अनि त्यो व्यक्तिको पछाडि गइन्, तर त्यो मानिस त्यहाँबाट गइसकेको थियो र उनले त्यो व्यक्तिलाई भेटिनन्। उनले अझै पनि उसको मुस्कान सम्झेकी थिइन्। त्यसपछि उनी त्यो छाता ओढेर घरतर्फ गइन्। समय बित्दै गयो। स्नेहा थाहा नपाई त्यो छातालाई नै आफ्नो साथी चाहिँ वास्ता गर्न थालिन्। उनी त्यो छाता लिएर यही आशामा हिँड्थिन् कि सायद फेरि कुनै दिन त्यो व्यक्तिसँग फेरि भेट होला र यो छाता उसलाई धन्यवादको साथमा फर्काउन सकुन्। यो त पक्का छ कि अब उनले यो छाता बिर्सिनन्। त्यसै गरी मेरो च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिदिनु होला प्लिज। मन परे लाइक कमेन्ट गरेर उत्साह दिनु होला ताकि अझै राम्रो गर्न सकौँ। बाँकी हामी अर्को भागमा हेर्नेछौँ। त्यति बेलासम्म बाई बाई।